त्यो लास्टमा के ल पखाइ बाबु प गाईले दिएर बास चाहिने के अरे बासमा र सुरु भइरहेको छ गाई छैन बत्ती चाहिँ बाल्नलाई नै चाहिँ गाई सो ब्याक च्यानल गर्दा सबै हामीहरु सन्ध्या सोच्दै हो मन पर्ने लाग्छ गाली र कारण पनि छ हजुरहरु अनि यस्तो दामी रोटी खाइरहेको छ मम्मी बाहिर रोटी हाल्नु भइरहेको छ सबैजनाले दामी तरिकाले हाल्छ क्या रोटी चाहिँ हाम्रो ठुलोमाले अनि यो हो हजुरको हजुर त्यही रोटी चाहिँ उचाल्ने होइन हजुर चाहिँ रोटी उचाल्ने हो रोटी पुरी भाखा गरम पर्दैन राम्रो भाखा यस्तो दामी रोटी हाल्नुपर्छ सबै सबै ल गाई हेर्नुस् लास्टे धुवा भएको छ क्या लास्टे धुवाले चाहिँ लास्टे भइरहेछ बोलेर लाग्ने पानी भाँडा छैन नि पर्ने भयो त हो यो बाबु पानी भाँडा म चाहिँ पानीको दिन लगाइरहेको छु है झिकेला पहिला हो झिकेला गर्न हो एउटा गौ छुड्यो यो त साथी छुड्यो यो त छुड्यो नि साथी चिमलहरू पनि आइसक्यो नयाँ दबाई खानालाई पनि सो फाइनली गाइज पनि फेमिली उभिएको छ रेडी भएको छ अब भगवान हुनु भइरहेको छ सदाउन चाहिँ रेडी भइरहेको छ सदाउनलाई रेडी भइरहेको छ सुरु भइरहेको छ सो फाइनली गाइस रेडी पनि भइसक्यो जक्केट पनि होइन यस्तो दामी देखिरहेको छ जक्केट चाहिँ सो गाइस नारायण पूजा पनि हुँदै गइरहेको छ होइन यहाँ बाहुनले चाहिँ बढिरहनु भएको छ बेलुका चाहिँ रमाइलो जस्तो लाग्छ बत्तीहरू बाल्छु यस्तो मान्छे दाइ भएको सुनेर खसखसले कति मुक्ति प्राप्त गरेको महाराज भनेर भन्दाखेरि समय छोटो छ महाराज समय छोटो छ कथा धेरै छ भर्खरै हामीले त्यहाँ चाहिँ धुन्धुकारीको पूजा गऱ्यौँ त्यहाँ जसले बाँसको लिङ्गमा बसेर कथा सुनेको थियो 7 दिनको मैले सिंह ढापटमा सुत्ला पनि पिसाउनु थालिसक्यो होइन सो फाइनल्ली गाइस राख्न पनि सुरु भइरहेको छ होइन बेलामा रेडी भइरहेको छ फाइनल्ली गाइस बाल्न पनि रेडी भइरहेको छ होइन बालिसके पनि छ